हेलो एन्ड नमस्ते सम्पूर्णमा। सर्वप्रथम त आज हो लक्ष्मी पूजा र हजुरहरू सबैजनालाई लक्ष्मी पूजाको मङ्गलमय शुभकामना भन्न चाहन्छु हजुरहरू सबैजनालाई। र आज चाहिँ मैले भ्लगिङ अलिक ढिलै गर्दैछु किनभने बिहान चाहिँ अब यताउति गरेर मैले भ्लग गर्न पाइनँ। सो अहिले चाहिँ म अब यहाँ रोटीहरू बनाउनु पर्ने अनि यस्तो देखाउँछु भनेर हजुरहरूको अगाडि पनि राख्छु भनेर चाहिँ मैले स्टार्ट गर्दैछु। अब आज लक्ष्मी पुज्न पर्ने है, अनि अब मैले चाहिँ पिठोको लागि रोटीको लागि पिठो मुस्न रेडी पार्दैछु। अनि त्यसपछि चाहिँ छ रङ्गोली पनि बनाउन, अनि बेलुका चाहिँ अब लक्ष्मी पनि पुज्ने हो। हजुरहरूले कसरी मनाउँदै हुनुहुन्छ र यो भिडियो चाहिँ अब एक दिन दुई दिन ढिलो नै हुन्छ होला आउँदा है, एडिट गर्नु पर्यो के गर्नु पर्यो। सो हेर्दै गर्नु होला र हजुरहरूले पनि आफ्नो आफ्नो घरमा बसेर राम्ररी मनाउनुहोस्। एक दिन दुई दिन मात्रै होइन, यो भिडियो आउनलाई चाहिँ 1.5-2 महिना नि लागिसक्यो। सरी फर द्याट, एडिट गर्नलाई मैले खै के भएर भ्याउँदै भ्याइन। सो मैले चाहिँ साह्रै लेट पोस्ट गर्दैछु र यहाँ चाहिँ हामीले एकजना दिदीलाई बोलाएको थियौँ। सो उहाँले मेरो हेल्प गरिदिँदै हुनुहुन्थ्यो। अनि त्यसपछि चाहिँ मैले गएँ बाहिर, गोबरले लिपेँ रङ्गोलीको लागि। यहाँ रङ्गोली बनाउने थियो अनि मैले चाहिँ फेरि रङ्गोलीको लागि गोबरले मजाले लिप्दैछु। अब के गर्नु, आफै क्यामेरा राखो लिपो त्यसरी नै गर्दैछु मैले। त्यसपछि चाहिँ म लागेँ पिठो भिजाउनतिर। मैले चाहिँ यहाँ चामल मिक्सरमै पिसेँ, त्यसपछि सुजी मैदाहरू हालेँ। अब मैले त्यस्तो अब प्रायः म बनाइराख्दिनँ नि त रोटी, अनि कन्फ्युज भइरहेको थियो कति के हाल्नु भनेर। अनि चाहिँ मैले स्पुनले नै गरेर पिठो राख्छु, मेल्ट गर्दैछु। अनि त्यसपछि मैले चाहिँ एकछिन फ्रिजमा यसलाई राम्ररी मेल्ट हुनको लागि राखिदिँदैछु। सो म चाहिँ अहिले यहाँ रोटी बनाउँदैछु। मेरो रोटी चाहिँ यतिको भइरहेको छ। मलाई आउँदैन रोटी बनाउनलाई, बट ट्राई गरेको, अब के गर्नु, चढाउनु पनि पर्यो। सो म चाहिँ यहाँ रोटी बनाउँदैछु। या के भइरहेको छ कुनै यति भइसकेको छ। मेरो चाहिँ फोन समाइदिने कोही पनि नभएको कारणले गर्दाखेरि मैले यहाँ चुसा मात्रै देखाइदिइरहेको छु। यो चाहिँ हो पर्तिर घरमा मैले बनाइदिएको, यो चाहिँ हो मैले हाम्रो घरमा बनाएको रङ्गोली। सो त्यसपछि दुईतिरको रङ्गोली बनाउँदा ढिलो भइसक्यो। अनि रङ्गोली बनाइसकेर म चाहिँ फटफट रेडी भइसकेको छु। अब हामी चाहिँ जाने हो मुनि लक्ष्मी पूजा गर्नलाई, मुनिबाट माथि पूजा कोठामा लिएर जाने। सो त्यही हो। लक्ष्मी बोलाउँदै आउला घन्टी बजाउनु, घन्टी बजाउँदै आऊ, घन्टी पनि बजाउँदै के बजाइदिने घन्टी। लुलु घन्टी बजाउनु हो। कता लक्ष्मीले बजाएको घन्टी यसरी बजाइदिनु। त्यसपछि चाहिँ हामी लाग्यो माथि पूजा गर्नतिर। मम्मीले चाहिँ पूजा गरिसक्नु भयो। मैले चाहिँ सबै भिडियोहरू क्याप्चर गर्न पाइनँ नानीले गर्दाखेरि। अनि यहाँ चाहिँ मम्मीले त्यसपछिको यो अब अलिअलि अझै गर्दै हुनुहुन्छ, त्यो चाहिँ मैले गरेँ। अनि यसरी चाहिँ हामीले लक्ष्मी पुजेर मुनिबाट लक्ष्मी मातालाई लिएर आएर यसरी पुज्यौँ। अनि यहाँ हामीले जसो गर्दैछौँ, नानीले पनि त्यस्तो गर्दैछिन्। मम्मीले चाहिँ मलाई यस्तो गरेर सिकाइदिँदै हुनुहुन्छ, नानीले नि त्यस्तै गर्दैछिन्। अनि यो देखेर चाहिँ खुसी लाग्यो। यसपालि चाहिँ अब डेडी हुनुहुन्थेन, गाउँ जानुभएको थियो, त्यही पनि हामी 3 जना भएर चाहिँ मजाले यसरी यहाँ यो चाहिँ लक्ष्मी पुज्ने दिनमा चाहिँ मजाले यसरी 3 जना भाइ नि मजाले पुज्यौँ। पूजा सक्दा 8 बजिसकेको थियो। त्यसपछि चाहिँ मैले नानीलाई पकाएर खुवाएर सबै कामहरू सक्दा चाहिँ यति बेला 9:40 भइसकेको थियो। अनि त्यसपछि चाहिँ अब रेस्ट पनि गर्नु पर्यो, पुरा टायर्ड भएको थियो म चाहिँ। सो ल यो भिडियो चाहिँ अब म यही एन्ड गरिदिन्छु। हजुरहरूलाई कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक, फलो, सेयर, कमेन्ट गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। बाई एभ्रिवान।